सो हेलो गाइज हेर्नुहोस् है, आज चाहिँ म हाम्रो दाङ तुलसीपुरको कुन ठाउँ रे यो कल्लेबल्ले भन्ने ठाउँमा आएको छु। हजुरहरूलाई मैले व्यापक दाङ जिल्लाको उपत्यका कत्रो छ कस्तो छ भनेर हजुरहरूलाई मैले देखाउँछु है। उपत्यका हेर्नु है, हामी चाहिँ आज डुल्न आएको श्रीधर र म यहाँ योगा पनि गर्ने भनेर बिहान बिहानै केही नखाएर आएको। जाडो छ, चिसो छ, हावा सिरिरिरिरि हावा चलाएको छ है। तपाईँलाई मैले ट्याक्क अहिले भ्यू देखाउँछु, सिन देखाउँछु। हेर्नु पहिला पछाडिबाट अगाडिबाट सर हेर्नु है, पछाडिबाट अहिले फेरि देखाउँछु है। या देखिन्छ क्या पुरै दाङ उपत्यका। यिन चाहिँ हाम्रो विराट भन्ने कि श्रीधर भन्ने, हामी श्रीधर भनेर चिन्छौँ होइन, तर अब अफिसियली रूपमा हिज विराट खेसी है, त्यो भनेर बुझ्नुहोस् है। अनि भिडियो हेर्नुहोस्, 68वटा मात्रै सब्सक्राइबर छन्, सब्सक्राइब गरिदिनु पऱ्यो है। सब्सक्राइब गरिदिनु भने भिडियो नयाँ नयाँ भिडियोहरू आउँछ, डुलगुम गर्दा भिडियो गराउनु मन लाग्छ है। हजुरलाई चाहिँ टक्क म पछाडिको आकर्षण सुरु गर्छु है। ल यो चाहिँ आकर्षण भने फेरि यस्तै सुरु गर्नु, ट्याक्क आकर्षण है। हेर्नु यो चाहिँ पुरा सिन हेर्नु है, पुरा दाङ जिल्लाको वाइड एंगल। हेर्नु सिर हावा चलेको छ। यो जति आँखाले देखिन्छ अहिले चाहिँ बादल तलतिर झऱ्यो है। अलिकति तल गएपछि फेरि अहिले म भिडियो गराइदिन्छु हजुरहरूलाई। तल झरेको हुनाले यो बादल हेर्नु त, कुहिरो हिँडेर है, सर कुहिरो हिँडेको छ। तिनटी मैयाहरू पनि हिँड्यान् गइहाले। हेर्नु यो चाहिँ दाङ जिल्लाको उपत्यका हो है। तपाईँहरूलाई यो मैले मजासँग देखाउने। अब अलि तलबाट खिच्यो भने अलि माथि आएको भएर यो चाहिँ अघि तल हुसले छेकेर अलि देखे छैन, उतातिर चाहिँ मजासँग देखिन्छ। अहिले म अलिकति तल पुगेर पनि फेरि भिडियो गराएर हजुरहरूलाई चाहिँ पोस्ट्याउँछु है। हजुरहरूले हेरिदिनुहोस् है, भिडियो पोस्ट्याउने म छु, हेर्ने हजुरहरू हुनुहुन्छ है। यो चाहिँ पुरै यस्तो छ वातावरण हेर्नुहोस् यहाँ। आमा वातावरण हेर्नुहोस् है, कति चिसो भन्ने कुरो यो जस्ट इमेजिन है। त्यो कुहिरोले पुरै ढाकी भए है। अघि चाहिँ के सिन थियो भने कुहिरोले ढाकी भए, कुहिरो टक्क हरायो भने हजुरलाई हामी देखाइन्छ। अहिले भ्यू चिन्ता नमान्नुहोस् है, फर्किँदाखेरि पनि भ्यू देखिन्छ गाइजहरू। ल स्टे ट्युन, स्टे वाच माई भिडियो गाइज। ट्रायल पासबाट एकैपटकमा निकाले आउँ है, पछाडिबाट जान सक्छ है। मैले पनि ट्रायल पास निकाले आउँ एकैपटकमा। हामी दुई पटक निकाल्नेवाला परेनौँ बस। यो पो अन्त स्टेबलाइजेसन, क्या स्टेबलाइजेसन छ भन्नु क्या नहीं। ओ शिट, ओ माइ गॉड, अँध्यारो भयो गाइजहरू। हेर्नुहोस् हामी चाहिँ घाम लागेको ठाउँबाट बादलको सिरिसक्यौँ है। बादलको घुम्टो उडेको ठाउँमा सिरिसक्यौँ हामी। बादलको घुम्टो उडेको ठाउँमा गाइजहरू, बादलको घुम्टो उडी बसेका हाम्रा डाँडा पाखा गाना गाउँछ नि त होइन। ब्युटी अफ नेपाल भनेकै हो है। बाटो अब यहाँ त आयो कि मान्छे भ्यू त केही देखिन्न। भ्यू हेर्न आएको, भ्यू नै भेटिन्न। अब लुक एट द भ्यू भन्ने पनि हराइगयो। ओ यतातिर हेरौँ, हेर त पुरै सेतै छ। त्यही मैले अघि नै भने तल माथि गयो भने तलको भ्यू नदेखिन सक्छ भनेर भनेर मैले। हामी जक्सन कहाँ माथि हो? अझै माथि फाट्छ त अहिले। फाट्दैन बटाइ त 1:40 भइगयो, अब त साँझ लाग्ने बेला भइगयो। त्यस्तो भन्दैनन् कि 6 बजे। शिट यार, रोड देखो रोड। ओ शिट यार, पहिरो लड्ने जस्तो बाटो रहेछ। यहाँ त गाडी हिँड्ने रहेछन् भन्दा आजकल। हिँड्ने रहेछन् पाङ्राका निशान देखे, केही देखिन्न। सो गाइज हामीहरू चाहिँ जक्सनमा आइसकेका छौँ, तर जक्सन चाहिँ पुरै
है। फोहोर सँगसँगै तपाईँ फोहोर यस्तो फोहोर गरेर के भन्नु है। अनि ढुरीले पनि पुरै ढुरी लागेर बर्बाद पारिदियो गाइजहरू, के गर्ने हो है। भ्यू चाहिँ मजाको भ्यू देखिने हो, तर के गर्ने अब पुरै हेर्नु त व्यापक फोहोर भयो क्या है। व्यापक फोहोर भयो, म हजुरलाई पुरै देखाउँछु है। अनि यो चाहिँ दाङको कल्ले बल्ले भन्ने ठाउँ हो। यसले दाङको उपत्यकालाई अब तपाईँको पुरै देखाउँछ दाङ उपत्यका चाहिँ है। अब तपाईँहरूलाई मैले छेउमा गएर देखाउँथेँ, अघि पहिले भिडियो देखाएको थिएँ है, त्यही हो। तर चाहिँ कारणवश यहाँ के भइदियो भन्नुहुन्छ भने, कारणवश यहाँ के भइदियो भन्नुहुन्छ भने ढुरी लाग्दियो। अब के गर्नु है, त्यही पनि ढुरी भयो भने देखाउनु पऱ्यो। मान्छेले यही नदेखेर हैरान छ। दार्जिलिङ गएर मान्छेले के अरे इको साउन्ड हेर्न जान्छन् होइन। तपाईँ नैनीताल गएर दार्जिलिङ भन्न आएछ अरे इको हेर्न आउँछन्। इको फेरि कस्तो हुन्छ भन्नुहुन्छ भने हो गरेर चिच्यायो, चिच्याएपछि आवाजलाई इको भनिन्छ यहाँ पनि है। अब नेपालले चाहिँ कुनै पनि चिजलाई सिरियस लिँदैन। यहाँको फोहोर भन्नुहुन्छ भने फोहोर व्यवस्थापनमा स्थानीय तह कुनै पनि स्थानीय सरकार कुनै सरकारले यस्तो भइसक्यो कि यसलाई व्यवस्थापन गर्नुपर्ने, रुल एन्ड रेगुलेसन गराउनु पर्ने केही पनि छैन। विदाउट रुल एन्ड रेगुलेसनको देश यस्तो हुन्छ है। हेर्नुहोस् यो फोहोर चाहिँ भएन। यो कुन स्थानीय तह अन्तर्गत पर्छ? यो तुलसीपुर उपमहानगरपालिकै पर्छ। यो स्थानीय तह भएन है। यो चाहिँ म्यानेज गर्नुपर्छ, नियम राख्ने। फोहोर गर्नलाई तपाईँको 500 हददेखि लिएर 50,000 जरिमाना तिराउने हो नि यस्तो ठाउँमा आएपछि तपाईँको। यो त भएन है, बिल्कुल तरिकै भएन। यो सफा गर्नुपर्छ, यो सफा हुनुपर्छ। भ्यू चाहिँ पुरै देखिन्थ्यो, तर यहाँ पानी परिरह अलिअलि पानी परे भएर पनि यहाँ यस्तो छ है। अलिअलि देखिन्छ है कुहिरोबाट है। फोहोर यो त भएन क्या। जसले फोहोर गर्छ नि एउटा मान्छे राख्ने होइन, 500 देखि 50,000सम्म जरिमाना तोक्दिने क्या अवस्था हेरेर। अनि माथि यहाँ बस्ने मान्छेले खोल्छ, यहाँ बस्ने मान्छेले ल्याउँछ नि यार के। अनि तलब त्यसैबाट बरु तलब के गरिदिनु भने तलबबाट त्यही जरिमानाबाटै तलब उठिहाल्छ क्या। यहाँ त नेपाली सचेत छैन, फालिहाल्छ। फाल्यो भने च्याप्प गर्ने तिर कहाँ 500,000। तिम्रो 500बाट सुरु गर्ने, त्यसलाई 1000बाट सुरु गर्ने, त्यसलाई 50,000सम्म तिराउने क्या। यहाँ यस्तो गर्ने यार। ल यस्तो मजाको सिन छ गाइजहरू है। तर तलको सिन चाहिँ हजुरहरूले देखाउन पाइएन है। यहाँ तपाईँहरू यो हेर्न सक्नुहुन्छ कि द्याट्स अ ग्राउन्ड हेर्नु त। यो हेर्नलाई तपाईँको मान्छे कश्मीर पुग्छन्, कश्मीर है। हेर्नुहोस् यस्तो फुल भन्छ यहीँ, फुल फुल हेर्नुहोस् फुल त्यो राम्रो फुल छ यहाँ है। ए ओ हावा लागेको छ है। हेर्नुहोस् एउटा फुल यहाँ त्यस्तो खालको फुल छ। अरू फुल पनि छन्। अब सिन देखाउन पाइएन है, हजुरहरूलाई मैले फुल देखाउँछु। डोन्ट माइन्ड गाइज, स्टे ट्युन, स्टे वाचिङ माई च्यानल ड्याड। हेर्नुहोस् वाउ हेर्नु यस्ता मजाका फुल फुलेका छन् यहाँ है। फुल छ, कति राम्रो राम्रो मौसम छ, पानी परिराखेछ। हेर्नुहोस् देखिन सुरु गर्यो है। हेर्नु है उता हामीले त्यहाँलाई यसो पानी पर्छ अनि देखिन्छ भनेरै हो। हामीले रेनकोट सेनकोट सब ल्याएर आहा है। हेर्नुहोस् उतातिरको भ्यू चाहिँ अब तपाईँको एकछिनमा देखिन्छ है। हेर्नु है देखिँदैछ। एकछिन पानी पर्ने रेनकोट ल्याएर आइएछ, मजासँग रेनकोट लगाएर बसिन्छ। फाट्यो भने मजासँग सिन देखाएरै गइन्छ भन्ने हजुरहरूलाई हामी आश्वासन दिन्छौँ। त्यही भएर भिडियो स्किप नगरेर हेर्नुहोस्। भिडियो स्किप गरेर पनि घाटा लाग्न सक्छ है। केही भएन, पानी आउँछ रेनकोट ल्याएर त रेनकोट लगाएर बस्ने। फुल देखाउँछु म हजुरलाई। फेरि अर्को फुल हेर्नुहोस्। वाउ व्हाट अ ब्युटिफुल, द ब्युटी अफ नेचर, ब्युटी अफ आवर नेपाल। हेलो गाइज,
यो चाहिँ बाहिर इन्टरनेसनल हिसाबमा देखाउनु पर्यो है। हेर्नुहोस् फुल फुल्यो हजुर। राउन्ड नेकको फुल देखाएँ मैले हजुरलाई, राउन्ड नेकको फुल है। हेर्नुहोस् कति राम्रो छ, सेतो सेतो, ब्ल्याकिस व्हाइटिस मसलाहरू। गाइस पानी पर्यो, भागो ए रेनकोट निकालो बेटा, रेनकोट ए ड्युड रेनकोट निकालो। ओ पानी पर्यो। Here is also wow water cloud. के तातो नजान्ने हामी त दिइहाल्छौँ। गाइजहरु पानी परेर यहाँ यस्तो अवस्था छ है। यो चाहिँ आउँदा हैन, यो चाहिँ आउँदा यहाँ बाइकले हैन यहाँ टङ्गाको भएर है। यो कहाँ भनेपछि यहाँ गएको भएर उसले खाइदिएर है, यसले खाएर यहाँ तल चाहिँ टुक्लुक्कै पारेछ मोरो खाएर। के गर्नु यस्तो गराइदिएछ, के गर्ने हो न, के गर्ने त्यसरी रेली है। सरी भन्छु र सिन त्यति धेरै देखाउन नसकिने। अरू सिन चाहिँ तपाईँको यहाँबाट जुन तुलसीपुर उपत्यका देखिने तथा दाङ उपत्यका देखिने हो होइन। त्यो दाङ उपत्यका नदेखि पनि हजुरलाई मैले अन्य भ्यूहरू चाहिँ देखाउँछु है। ल मजासँग हेर्नुहोस् है। हेर्नु त हेर्नु तल तुलसीपुर चाहिँ अलिकति देखाएको छ। बादलको बिचबाट अलिकति थोरै देखाएको छ। मजाले जुम गरेर देखाइदिन्छु है। हेर्नु यो तुलसीपुर हो है, यो तुलसीपुर हो। तर गाह्रो चाहिँ के भयो भन्दा चाहिँ तुलसीपुर हो है। हेर्नु यो तुलसीपुर हो। गाह्रो चाहिँ के हो भन्दाखेरि यो चाहिँ कुहिरो लागेर यो ढुरी लगाएर भनौँ है, सबै व्यापक रूपमा बन्द भयो, देखिएन है। त्यसलाई जस्ट वी आर रियली सरी है। हेर्नुहोस् यहाँको अरू भ्यू चाहिँ हेर्नुहोस् है। वाउ जस्ट लुकिङ लाइक अ वाउ। हेर्नुहोस् है, यो चाहिँ यसको भ्यू हो है। हेर्नुहोस् है, जस्ट हेर्नु त्यो ठाउँ चाहिँ हामी आइयो है। आज अब फर्किन लागेको छ, पानी पर्यो, कपडा पनि भिजे होइन। अब चाहिँ फर्किन लागेको छ है। हेर्नुहोस् है, जस्ट लुकिङ लाइक अ वाउ है। तर तुलसीपुर देखाउन पाइएन कि। अब अर्को पटक आएको बेला, तिहारको बेला देखाएँ। आई जस्ट प्रमिस यु है हजुरलाई मैले चाहिँ भाँचै भयो क्या है। राजा जाम अब। ओ आज गाइजहरु ल जुम गरेर ल कुरकुरे पार्टी, केटाहरुको कुरकुरे पार्टी भइरहेछ है। ल सो अब जान लाग्यो है। त्यही पनि फेरि बिचमा तल गएर सिन भ्यू देख्यो भने तलबाट हामीले माथि देखाउन खोजेको भ्यू चाहिँ म हजुरलाई तल गएर देखाइदिन्छु है। ढुक्क हुनुहोस् हजुर, तल गएर मैले भ्यू मजासँग हजुरलाई देखाइदिन्छु है। तल गएर देखिने भ्यू भयो भने म तल गएर देखाइदिन्छु। ल गाइज स्टे ट्युन, स्टे वाच। सो गाइज हजुरहरूलाई हामीले देखाउने भनेको भ्यू चाहिँ आज समय मौसम वातावरणको सिल पनि साथ नदिएको कारणले देखाउन सकेन। त्यसलाई लेस सरी भन्न चाहन्छ। अब अँध्यारो भइसकेको छ, देख्नु भएको छ हजुरले। हाम्रो फेस पनि अँध्यारो कालो कालो देखिसक्यो है। सह भइसक्यो। हजुरलाई म सर देखाउँछु। मैले देखाउनु खोजेको लगभग भ्यू अलिअलि क्याप्चर हुन्छ होला। जस्ट हजुरहरू एकदम बुझ्ने हुनुहुन्छ, माया गर्ने हुनुहुन्छ। 68 जना मात्रै भए पनि अल आर माई लभिज है। त्यही भएर यसो हेरिदिनुहोस् र जस्तो छ त्यस्तैमा चित्र बुझाइदिनुहोस्। हजुरको भाइ दाइ जे भयो नि मै हुँ। मैले देखाएको यति छ हजुरहरूलाई। ल हेर्नुहोस् है, यो खास मैले देखाउनु खोजेको हजुरहरूलाई हेर्नुहोस्। यहाँदेखि सुरु हुन्छ मैले देखाउनु खोजेको हजुरलाई है। सेतो भयो केही फरक पर्दैन कि अलिकति सेतो भएर त। हजुरहरूलाई मैले देखाउनु खोजेको खास यो है। यसरी सर र तुलसीपुर पुरै देखिन्थ्यो माथिबाट होइन। यो सिटी पुरै सिटी देखिन्थ्यो। तर अब के गर्ने, यस्तै पर्यो है। अब समयले साथ नदिइसकेपछि हाम्रो समयसँग केही लागेन, प्रकृतिसँग पनि हाम्रो केही लागेन गाइज है। मैले देखाउनु खोजेँ हजुरलाई सबै सिन देखाउनु खोजेँ। यो मौसमले साथ दिएन मैले भनिसकेँ है। यो भिडियो हेर्दै गर्नु ल। अब हामी घर जाँदैछौँ। घर गएपछि एकचोटि हाई गरेर ल अब म भिडियो अपलोड गर्दैछु भनेर एउटा भिडियो यसैको अन्तिममा मैले भनेर हाल्छु निश्चय पनि। त्यति नै हो। ल गाइज बाई फर टुडे। स्टे ट्युन, स्टे वाच माई युट्युब च्यानल ब्रो।
से गुड बाई, बाई ओन्ली बाई। बाई।